अन छ त्यही भएर यस्तो भयो यो लक फुस्क्या हो फेरि अफ गरेपछि फेरि अन हुन्छ नि फेरि बाइक ट्र्याक्सन गर्छ बाइक साथ अफ यार सुबोधै र मैले मात्र देखे भने थट माको सम रेनुस त पौला रहेछ अहिले कहाँ आएको दाइ अनि कहाँ रङ साइडमा आउने मान्छे हेर्नु पर्दैन अहिले के हुन्थ्यो दाइ कस्तरी हिँडेको दाइ बिस्तारै हिँड्नु रङ साइड भयो के आफ्नो साइडबाट हिँड न है आफ्नो साइडबाट चाहिँ हिँड राम्रोसँग भनेर झन्डै मोड्दैन थियो अहिले 4 जना जान्थ्यो अहिले सँगसँगै साइकको भने नमस्ते everyone, it's Mr. Love अनि हजुर पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु वेलकम ब्याक टु माई युट्युब च्यानल सो न्यू डे न्यू ब्लग दिस इज माई एनदर एपिसोड है अनि आज चाहिँ हामी फेरि नयाँ राइड जाँदैछु कहाँनिर भन्दा नुवाकोटको राइड हामीसँग एउटा एम V4 एम एनएस ड्युक 200 ड्युक 250 ड्युक 200 अनि त्यसपछि आरसी एनएस चाहिँ दुईवटा छ होला टक्क लाग्यो अब हामी नुवाकोट राइड जाँदैछौँ है अनि मैले चाहिँ भ्लग स्टार्ट चाहिँ चुनिखेलबाट गरेको छु है गाइज ऊ चाहिँ लिड हान्छु भनेर टक्क अगाडि गएको छ अब केटाहरू सब बढ्थ्यो चुनिखेलमा आम्बो आवाज चाहिँ उग्रो आयो यसमा यो बाटोमा चाहिँ जसले अगाडि लिड हाने क्या चिलिम प्लान्ट हुन्थ्यो यहाँ कपडा थियो साथीको त्यसले देखेन मलाई मार्छ कुकुरको चिनो भन्दै थियो अब यो भए पनि यति हाल्थ्यो होस् पुरै यहाँ आएर कसरी अड्केछ केही थाहा छैन पछि पो केटाहरूले भन्छ यस्तो अड्केन झन्डै चेनमा अड्केन हेर लक अघि क्लोज कलमा पनि के अरे क्लोज कल पनि त्यस्तो भयो यार झन्डै मारिदिउँ बुढोले एउटा गाडीको बुढोले र जाउँ वर्कसपमा गएर ठक्क खोलौँ हुन्छ ठिक्क हामी जाँदै गरौँ ल जाउँ केटाहरू अड्के गऱ्यो धन्न उसलाई देखिहाल्यो नभए त तनाव हुन्थ्यो अब वर्कसप गरेर सर्ट कलाहरू कुरौँ त्यहाँ गएर एकचोटि यसो नट खोलिदिएर उयो गरिदियो भने हुन्छ त्यो केही भएन हल्का कपडा अट्यो चर्क्यो रिनिस भाइ त कस्तो बत्दिएको यार बाटै थाहा छैन मलाई कुदायो केटाहरूले बाटो आउँछ नि त्यहाँनिर हामी सूर्य चर्चा त्यो आर्मी क्याम्पभन्दा मुनिसम्म छ नि त्यहाँसम्म चाहिँ एक फ्लोमा हिँड्यौँ जो अगाडि छ पछाडि नै चाहिँ बसौँ के किन थाहा छ अस्तिको एक्सिडेन्ट हेऱ्यो नि एउटा लाइनबाट छुटेर निस्किन खोज्यो ब्ल्याक चाहिँ भयो त्यही भएर एउटै लाइनमा हिँड्नुपर्छ सेपमा हिँड्नु पऱ्यो बरु यो बाटो गरेर ठुलो बाटो आउँछ नि ठुलो बाटो चाहिँ हानो जसले सक्छ त्यसले हान्छ म पनि चिलमा हान्छु यो रिनिस भाइले सुताउनु नि त्यस्तै सुताइदिएर केटाहरूलाई नकुदाऊ भनेको मलाई कुदाइहाल्छ फेरि हेर न रिनिस भाइले झन् लिड हान्न दिइरहेछ अगाडि म लिड हान्दा त त्यस्तो कुदाउनु नदिउँ भनेको मलाई हिन्दी गयो त्यस्तो कर्नरिङ हाल्नु छ
ओहो यो ब्ल्याङ्क कर्नरिङ देख्यो ब्ल्याङ्क कर्नरिङ मात्रै भएर हान्नु मन लाग्दैन झन्डै अहिले हानेको भए चेट हुन्थ्यो अहिले मासला त्यो भएर सोचेर हान्नुपर्छ ब्ल्याङ्क कर्नरिङ कहिले हान्नु हुँदैन क्या रिक्सको अनि अति रिक्स हो यहाँ पेट्रोल पम्पमा पेट्रोल हाल्छ होला रिमिज भाइले ठक्क लगाएर यहाँ रोक्नुपर्छ गाइज नुवाकोटको यो नुवाकोटको बाटोमा हिँड्दाखेरि चाहिँ एउटा डर त्यही याद आउँछ त्यो एक्सिडेन्ट भएको थियो नि हाम्रो केटाहरू भन्दाखेरि हाम्रो एजको केटाहरूको त्यही डर लाग्छ कि त्यो भएर यहाँनिर ठिक्कको कुदाउनुपर्छ कि लिमिटमा हिँड्नुपर्छ क्या अहिले म सबभन्दा अगाडि चाहिँ केटाहरू पछाडि छ हिँड भनेको मलाई हिँड्दैन गफ हानेर बसिरहेको रहेछ हाम्रो सुशान्त भाइ पनि आएको रहेछ त्यो भएर गफ हानेको छ झन् उता जाउँ भनेको मान्दैन त्यो भएर म चाहिँ अलि अगाडि आइसकेँ ठिक्कको स्पिडमा हिँड्ने यहाँ त धेरै स्पिडमा हिँडेर काम पनि छैन लिमिटमा हिँड्यो आनन्दले बनाउँदै है अघि त कस्तो कुदाएको भने केटाहरूले मात्रै डरै लाग्दो भने र गाइस अहिले चाहिँ हामी नुवाकोटतिर अब लाग्यो भने त्यहाँ मलाई सुमित भाइको त्यहाँ डिस्कस पराएर रहेछ अनलाइनमा यस्तो खुट्टा तान भएको रहेछ ट्र्याक रेसमा यस्तो भयो उस्तो भयो भाइहरूले पुरा उयो गर्दो रहेछ त्यस्तो चाहिँ गर्नु भएन एउटै कम्युनिटीको हो भने चाहिँ त्यस्तो अरूलाई खुट्टा सुट्टा तान्नै पर्दैन क्या चिलमा उयो गऱ्यो हुन्थ्यो चेकिङ छैन भन्दा थियो कसैले पनि आर्मीलाई चाहिँ देखाउनु हुँदैन बिस्तारै जानुपर्छ र यहाँबाट चाहिँ सिधै गयो भने सूर्य चौर हो ओहो बवाल सिनाएर रहेछ यार माउन्टेनको अनि सबजनाले रोकेर उही कस्तो मिठो सिना ओए शिव भाइ किन बटारिरहेको त्यसरी घर जान मन छैन समाज छ मुला त्यसरी बटाउनु हुँदैन त्यही हो यहाँ चाहिँ यताबाट चाहिँ सूर्य चौर जान्छ यहाँबाट चाहिँ सिधा हामी मुनिबाट जाने हो क्या नुवाकोट तर चेकिङ चाहिँ छैन भनिरहेको छ के हुन्छ कसो हुन्छ हेरौँ ए त्यहाँ त अघि नै केटाहरूलाई छैन भनिरहेको थियो ए छैन रहेछ आफ्नै धुनमा मस्त बसिरहेको रहेछ ठिक छ बाँच्यो अब फेरि आउने बेलामा मुटु ढुकढुक झर्ना हेर्न सक्नुहुन्छ पुरा मस्त पारामा झर्नाको बाटो कस्तो चिसो यार आम्मामा मान्छेहरू मस्त अनि यस्तो छ यहाँनिर झर्ने जाने लास्ट टाइम 2 वर्ष अगाडि मैले यहीँ फोटो खिचेको थिएँ क्या अनि अब मस्त जानुपर्छ यार अब रोकेर काम छैन आधी बाटोसम्म जाने हो त्यहाँबाट टाप हान्नुपर्छ यार मेन पोइन्टमा ठोक्कै छ ओह्रालो भएर क्या हिँड न रिन्स आत्तेर मलाई हाई गियरमा हालेछ अहिले पुऱ्यायो यस्तो सुताउँछ यार रिन्स भाइले ओए कस्तो हानेको ओए रिनेश भाइ बिस्तारै यार तैटमा तर्साउने भयो रिनेश भाइले ओए मासला रिनेश भाइ तैट रिनेश भाइ आउट अफ कन्ट्रोल भयो जस्तो लाग्यो मलाई कर्नरिङ हानेको पाराले थाहा भएको मलाई केटाहरू यार कस्तो झन् सम्झाउँछु मलाई रिनुस भाइ यार आनन्दले हान न कर्नरिङमा मैले भने नि त आनन्दले मिलाएर हान क्या मिलाएर बुझ्यौ ओभर स्पिड नहान क्या भने मान्दैन केटाहरू
मिलाएर आनन्दले सुताउने हो क्या चिलमा। झर्नै झर्ना आउँछ यहाँ त बाटोभरि। राति आउने बेला त सातो जान्छ मलाई सबैको। अब अर्कोको टायरै खोस्टा हुन आँटिसक्यो। रिनुज भाइ झन्डै गएको अहिले। रिनुज भाइ झन्डै गएको। केटाहरू उग्रो कुदाइदिने उग्रो सुताइदिने सक्दैन नि हाम्रो भाइहरूलाई पनि बवाल कुदाउँछ नि। रिनुज भाइले कुदाउनु चाहिँ कुदाउने हो। अझै ग्याजेट स्याजेट लगाएको भए त नभ्याउने रहेछ रिनुज भाइलाई पनि। मा कुतुरु ल ढुङ्गाले उयो गरिदिरहेको त हाम्रो चाहिँ आफ्नै लेनमा हान्ने ढुङ्गाले गरेर उछिटिरहेको। सही हो सही हो। नाइस ब्यालेन्स नाइस ब्यालेन्स। अलि माथि बसौँ न ल। फाइनली हामी नुवाकोट आइसक्यो गाइस। केटाहरू पनि पछाडि। थर्ड के भयो मा कसम मा कसम अफ छ जस्तो लाग्यो मलाई। अन छ त्यही भएर यस्तो भयो। झन्डै मरेर बाँचे मुला। तिम्रो होइन मुला नेकेड भएर केही भएन। मेरो मुला यो भएर थिएन नि। अघि गरेको थिएँ। यो लक फुस्क्या हो। फेरि अफ गरेपछि फेरि अन हुन्छ नि फेरि बाइक ट्र्याक्सन गर्छ। बाइक साँचो अफ यार सुवदै र मैले मात्रै देखेँ भने थट मा कसम। रेनुज त पौला रहेछ अहिले ल मैले भिरबाट अघि भर्खर झन्डै खसाइदिए। रेनुज त कसैले सक्दैन। रेनुज पौला हेर्दै सातो जाने कस्तो सुताइदिने मैले अघिदेखि भन्दा थिएँ। उसको होइन ड्युक सुत्छ क्या मजाले। कुदाइमा नि त्यस्तो छ नि त मुलाको मजाले सुत्छ। थट के हो आज त दुईचोटि त्यस्तो भएर बाँचे यार। आम्मामा क्या फ्यालेको। तपाईँहरूले हेरिदिइसक्नुभयो होला भिडियोमा। अब सातो बुझ्लो गएको थियो नि मेरो त। त्यही पनि म नतर्सिकन कन्ट्रोल गरेर हातै नछोडा क्या मलाई। यस्तो साइकको भइदिएर ट्र्याक्सन कन्ट्रोलै अफ रहेछ मलाई। कस्तो बत्ती गयो आम्मामा केटाहरू बौला गयो त अनि दुईजना त बौला गयो त यार। मेरो अघि ट्र्याक्सन कन्ट्रोल अफ भएर साइकको बनाइदिइहाल्यो। त्यहाँबाट डर लागिहाल्यो नि। अब कुदाउने डर लाग्यो। आम्मामा शिव भाइ पनि यस्तो कुदाएको है। केटाहरू कस्तो कुदाउने भएको। मलाई चाहिँ ट्र्याक्सन कन्ट्रोल गरेर डर लागेर हो क्या। सिधा रहेछ नि त।
स्नो कुदा यार केटाहरूले हर्न बजाउन केटाहरू किन बोलाएको है कस्तो लगेको होला आम्मा मलाई त डरै लाग्यो यार ओए मान्छेहरूको रियाक्सन डेन्जर आइरहेछ आम्मा मलाई त लास्ट डर लाग्यो यार यिनीहरूले कुदाएको देखेर आम्मा यिनीहरू त उग्रो गयो यार नभ्याउने यार यिनीहरू बौला भयो यिनीहरू कस्तो गएको होला त अनि आम्मा बौला कुदायो यार यिनीहरूले ओए मासला बौला कुदायो यार यिनीहरूले महाकसम बौला कुदायो यार केटाले ओहो थैट बाटो पनि थाहा छैन कर्नरिङ त्यस्तै हान्दैछ टायर मुला आफ्नो सपोर्ट गरेको छ नि डर लागेछ कुदाएको यार तिमीहरूले थैट मुज 40 त मेरो पनि छुला जस्तो 34 35 कति छुरा कस्तो नभेटाएको भने यिनीहरू दुईजनालाई त मैले आसम्म पनि भेटाएर अनि यस्तो भयो नि त यिनीहरू अगाडि नै गयो नि त अलि मैले कुदा नकुदाएको सिफ्टर चेन्ज भयो उयो टाइम लाग्यो नि त मा दुईजना चाहिँ कर्नरिङमा पनि त्यस्तै ल मलाई त क्या डर लाग्यो भने होइन ओपोलो भएको म पनि छु एमआरएफ सुताउनु पनि डर लाग्छ यिनीहरू बत्या छ म त क्या भएर अझै अगाडि जाने मैले पनि छोडेको म त 2-3 ठाउँमा डर लाग्यो रिनेश भाइले कस्तो लग्यो ओए मलाई साइको लाग्यो यार केटाहरूलाई त के गरे यार यो भाइहरूले
अलराइट गाइस अलराइट फाइनली अब हामी चाहिँ यहाँनिर रेस खेलेर यसो ड्र्याग स्याग हान्यो होइन तर के गर्नु त्यतिखेर लास्ट पऱ्यो एम लिएर आउँदा नि केही बेनिफिटै भएन क्विक सुटर भएको त के काम लाग्यो मतलबै भएन अहिले चाहिँ चटपटे अनि यो स्प्राइट खाएर बसिरहेको छ अब हामी एकछिन रेस होइन त शिव भाइ अब एकछिन रेस गरौँ अनि त्यसपछि चट्ट लागेर घर लाग्नुपर्छ प्लास पिरो भयो अनि अर्कोको यहाँ पम्चर भएर तनावमा छ मैले बिहानै भनेको थिएँ टायर अलि फुलित्त छ के हुनसक्छ किनकि हाइवेमा हिँड्दाखेरि के हुन्छ नि तातेर पनि खाँदै जान्छ क्या उसको त पुरै देखिसकेको थियो नि हो कि भन तिमीले लोहारामा पनि भनेको थियौ आफैले तर लास्टमा आएर यहाँ धोका दियो नभए अलिक डह्रो हुन्थ्यो आजको रेसको विनर है तर बौला अर्को होइन दुईजनै हो एउटा बाइकले गरेर फर्स्ट भयो अर्को चाहिँ मलाई बौला कुदाएर स्किलले फर्स्ट भयो डेन्जर कुदा ल कस्तो क्लिप छ मसँग छ क्या मेरोमा छ यस्तो छ डर लाग्दो म त कति त छोडिदिएको छु लास्टको छ नि जुन रेस परेको थियो हेरेन मैले भ्याउन आँटिसकेको थिएँ सबलाई होइन मैले कस्तो छोडेको थिएँ रिनिज भाइ सबलाई भ्याउन आँटेको थिएँ होइन उताबाट आयो उताबाट जान आँट्यो स्वाट देख्ने बित्तिकै त अब्बुई भएर साइडमा है त अब राति पर्न आँटिसक्यो कति बजी 6 बजीसम्म होइन 6:30-7 बजीसम्म हामी कभर गरिसक्छौँ ल अलराइट गाइज अलराइट आजको राइड पनि बवाल रमाइलो भयो यार अन द स्पोट प्लान बनाएर आयो है कति ढिलो आयो त्यही पनि अब रात पर्न आँटिसक्यो क्या त्यही भएर अब अलि हतार नै छ आजको राइडमा त बवाल कुदाएर केटाहरूले जो रमाइलो भयो अब पनि फेरि बवाल आइहाल्छ नि भ्लग होइन अनि के कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि गाली चाहिँ नगर्नु होला कमेन्ट चाहिँ राम्रो गर्नु होला अनि लाइक सेयर सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु अब चार्ज पनि धेरै छैन रात पनि पर्न आँटिसक्यो त्यो भएर रिस्क किन धेरै लिनु होइन साउन्ड त मस्तो आइरहेछ नि केटाहरू कहाँ पुगिसक्यो